पानीलाई यो चाहिँ साथीहरु दही हो मुई बनाउन लाग्यो है हामीले चाहिँ चट्टै झटपटमा खानलाई राम्रो देखा न राम्रो त देखा नि हामी आफूले घरमा बनाउन लाग्यो साथीहरु खाजा मुगवान जस्तै पटपटको भिडियो वाला देखें के वो जौन फुटाले है आज लाइटिंग क्या सुखी बड़ी मन है आई है डलर हम बड़े बना दे इधर जाना तो काम करें न बंद करे छी चल के भएर हाम्रो सुन्दर पावाले फरेर गयो डरा रे डराउनु त पर्छ नि त्यस्तो अनि जान्छ त रोक भिडियो मन तेलले दाल गरे हल्का हाल्नु सर भाइ 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 मासु मजाले भुटेर यो धुलो खुर्सानी उठ्यो न अहिले बनाइदे अस्तिको कस्तो दामी भएको थियो सर त एक दुई घण्टा लाग्छ त्यो बनाउनु ओ थालहरु निकाल्न के रे सेतो हामी त भिडियो बनाउन लाग्यो नि बनाउनु त ऊ के लिएर आयो तपाईँले त कता खानु ल के हो त्यस्तो ओ यसले के बोकेर तेल उता तान्छ यसलाई त फर्काउनु पर्यो नि पहिला हाम्रो उयो अर्को खाबु 8-8वटा गरेर हामीले एउटा खायो एउटा त्यो बाजेले हेर्दै हम लाग्नु भएको छ त थुगायो छ्या हामीले घरमै बनाएको चटपटै साथीहरु यस्तो दामी हुन्छ कलर चाहिँ हाई कलर धनिया यस्तो भिडियोमा कस्तो देखे नुन लागे लागेन चाख्दै चम्चा दही गरायो कि मान्छे त देखाइ छैन त मान्छे नदेखेन थिएन नबदेखि नुन लागे अल्लाह न ल म त बिरामी छैन अब हाम्रो खानेकुरा यो टेबल तेर्छ दिएन बाबु भाइ डोस यो चाहिँ बाबुलाई हुन्छ त हेर सरदा बराबर हुन्छ हैन क्रिस्पी भयो के को ठिक गर्ने बराबर हो यो चम्चाले खाने हातले खाने चम्चाले खाऊँ है हातले खाएको अलिक छुट्टै हुन्छ क्या हेलो एभ्रिवान वेलकम ब्याक माई युट्युब च्यानल मन समग्र युट्युब च्यानलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ तपाईँहरू पनि सन्चै आरामै हुनुहुन्छ होला हामी पनि एकदमै सन्चै आरामै छु आज चाहिँ हाम्रो बेलुकाको खाजा धेरै पछि चटपट खान लागिरहेको छ भन्दा पनि नमिल्ने यता थाहा हुन्छ फेरि अनि एउटालाई चाहिँ खाना एकदमै हतार भइसक्यो फेरि मिलाउँदा सब ओसिसक्छ कि मिठो हुँदैन त्यही भएर चाहिँ अब अहिले बोल्छु होइन अहिलेको लागि चाहिँ हामी यतैतिर लाग्छौँ उता थम्मेलको लागि फोटो खिच्ने हो यस्तो उच्च यहाँ खानालाई चाहिँ एकदमै आतुर भइसक्यो साथीहरू यसको चाहिँ साथीहरू हामी चाहिँ अब खानातर्फ लाग्यो ल 1 2 3 होइन ए साँच्ची त म भन्ने बिर्सेँ अनि यो च्यालेन्ज त होइन खाने हो जो ढिलो हुन्छ च्यालेन्ज भन्दैन यसलाई एउटा मुखबान भिडियो जस्तै तर जसले हार्छ नि मतलब जसले ढिलो खान्छ नि त्यसले चाहिँ
प्याज अहिले भन्दाखेरि फेरि अलि झ्याली गर्नु पर्छ तैँले हाल्यो भने तैँले ढिलायो भने तैँले मैले ढिलायो भने मैले ल अनि त्यो प्याज चाहिँ चपाएर गराम गराम चपाएर अब त्यो प्याज मजाले चपाउने होइन आँखामा पुरै यसरी आँखामा त्यो चपाएर यसरी दल्ने अहिले निल्ने होइन चपाउने आँखामा दल्ने पनिसमेन्ट हो ल भन् ओके भन् ल अहिले फेरि झ्याली गर्नु पाउँदैन खाए ल अघि भइहाल्यो भन्दा मिठो बनाउँदा अब त्यता हेर्नु उता हेर्नु अब उता हेर्नु किन यता हेर्नु पराएर होइन कस्तो भयो भने दिदी बना चटपट एकदम मिठो पसल दाब्दा हुन्छ हुन्छ चलाउँछ खानु पैसा बोकेर नि फेरि फ्रीमा दिनु मलाई यहाँ पानीपुरी पनि छ है एक प्लेट नदोर्दो रहेछ कति भयो अझै नजिक भयो है अझै कता हुन्छ नजिक पनि खायो अहिले प्याज चपाएर आँखा दल्नु पर्छ ए पेपर छ नि त्यहाँ पछाडि जानु हाल त हामीले चाहिँ खाजा खाँदैन बिहान खाना आएर ठिक्क खाजाकै समय पारेर खानु लाग्यो त अलि अबेला भयो होइन बोल्न अलि यो नजिक देखाउनु पाएँ है अलिक यस्तो लाग्यो यस्तो जान्छ उयो छिटो भयो यस्तो लाग्यो है म गएँ कसरी यसरी स्पाइसी तपाईँले अझै यसरी खान्छ नि त्यो उमा त्यो खाँदा म खाँदा हो त्यो खाँदा यसरी अझ पनिसमेन्ट हुन्छ अहिले बोल्दा गाह्रो पर्छ होला पसिना आएछु पसिना मेरो सिकान आइसक्यो यो चाहिँ अगाडि काटेर हाल्छ मैले डबल गरेर पनि स्लो चिकन खसे क्या होइन आयो आयो म पसिना मेरो पनि आयो क्या पसिना पुरो हो क्या टोइलेट पेपरहरू खायो सेम त्यही 5 स्टारतिर हुन्छ नि 3 स्टारतिर आया मुई चाहिँ कहिले खाने चस गरौँ पिरो भयो म त बजाइछु अघि चस मुई नभन्दा दही हो दही मिठो छ भने सोध्नु पल्दैन यो यता भएन होइन यतापट्टि ध्यान राखेँ यतापट्टि ध्यान राखेँ पिरो तपाईँले कलर नै हालेको थियो ए कलर रे ऊ के धुलो छ नि धुलो चाहिँ हाल्यो क्या बुझ्छ पिरो भए
पेटै पोल्छ पानी पुरी हम हाँ बना दाल और बनाउँछ एउटा चम्चा ल्याउनु है यसले पहा थर थर टाम्यो टेबल त पानीको भाँडा चाहिँ हात राखेको एकछिन के सघाउनु पर्ने सबै पानी पुरी पनि बराबर हो उता मुइनी होइन यहाँ itu challenge जस्तो भइहाल्यो अरे अझ च्यालेन्ज रे च्यालेन्ज जस्तै भयो खाँदाखेरि चाहिँ धेरै बोल्नु हुन्न के हाँस्यो यो मलाई हान्नु कुरा चाहिँ कति भयो हातले हाल के भर्नु पाउनु नि बहिनी यहाँ यस्तो गरे होइन ओए नखाउ छुट्टी गर्नुपर्ने चाहिँ किमा होइन ए यसले जाने म फेरि लाठीको झिङ्री च्यालेन्ज जस्तो भइहाल्यो नि दिदी हातले हो मलाई एउटा बढी छ है दाइले खाएन होइन अघि दुईवटा निकाल्यो दाइले तिनवटा खाइसक्यो ल एउटा खा बराबर हुन्छ नि पानी हालिदिनु ल नलाने पानी यहाँ लाइ चाहिँ यो पानी पनि होइन के त्यो पानी हालेको पानी बुढो कति लान्छ है टेस्ट नै छैन पुरो हुकाउनु गाह्रो खान्छ नि पानी पुरी नम्रो भएर हो क्या नहुँदैन भने अब खाता खाँदा साथीहरू च्यालेन्ज जस्तै भयो मैले जितेँ भने है आउन अब तैँले प्याज काट्छ त्यो प्याजलाई गरम गरम ए अघि नै डन भइसक्यो नि चपाएर अनि आँखामा दर्ने बुझिस् अघि डन गर्छ यता पानीपुरी बराबर गरेर चटपटी पनि बराबर गरेर त्यहाँ खुर्सानी फालेर घाउ छ मेरो पनि यहीँ ओठमा घाउ छ कम त दुई
झन्डै आँसु झऱ्यो मेरो यो मुई त सक्या हैन होइन मुई त भयो ल दही हो क्या मुई भन्छ यार यसले कस्तो बेइज्जत गर्छ भने है छ माथि माथि खानु न छ ल या अवस्था एउटा बोलेको त सुनै चोरेछ यार त्यही त भने रोएर ढ्याबे अनि तँ लागेको त त आफै थुप्रो दिँदै यार 4-5 लाख बढी जान्छ हुन त मर्छु भन्दै गएकोहरू ठिकै भयो सुन्छ अरे यो अलि रम्के चाहिँ यो अलिअलि चटपट एकदम मिठो हुन्छ यो चाहिँ यो भैयाले बनाएको हो नि त सिराउँदा भिडियो दिएर हुन्छ कताउनु ए कटाउनु होइन जा अब प्याज लिएर आइज यस्तो पिरो भावेला यस्तो भावेला मर्दैन पनिसमेन्ट सजिलो हुन्छ यार हो कि होइन तैँले यसो गरे हो कि होइन चपाउनु पाउनु कि नपाउनु चपाएर आँखामा तैँले भने फेरि झन् पट्टी बाँधेर राखिदिन्छ फेरि रुमाल टाउ आँखामा प्याज हालेर एउटा प्याजले गम्मै खान्थ्यो होइन हामीले त पनिसमेन्ट हो यस्तो गरेर चाहिँ सक्यो छोडिदियो त्यस्तो हुँदै हुँदैन गभर्मेन्ट खानु ठुलो कुरा होइन अब म साथीहरू ल जब अहिले बिहा गरेर तर यो सही कुरा गरे हो त्यही गरौँ है कहिले त आधा त खानुपर्छ त्यो त धेरै भइहाल्यो नि आधा चाहिँ जसरी पनि त्यो उहाँ आँखाहरू पुऱ्याउनु पिरो भइहाल्छ नि जसरी पनि पिरो पनिसमेन्ट हो क्या पनिसमेन्ट ल त नि ल ल कुन खान्छ ल गरम गरम चपायो मजाले यो चाहिँ भोलि मासुमा हाल्ने साथी त्यो पनि आउनु सक्छ पाडा मासु गरम गरम चपा गरम गरम चपा निस्लेको मार प्याज त मनपर्छ साथी तल खायो होइन निकालेर सबै चपाएर आँखामा यस्तो वाला त्यो गाजर छ नि अब सुत्नेको लागि सफा गर्नु पर्यो फेस वास भन्दा महँगो छ है यो नलिन्न यसले त रस निरा छ ल है आँखामा हेर साथीहरू गीत नबजा न यो त किनबाट गीत बजायो क्या यार कपराट ला झन् फेरि गरम गर्छ यो त सबै निली भ्यायो कि कस्तो पिरो ल चप गरम यहाँ गरम गर्नु चपा न आगर त आगर ल म नाम आज नाम होइन आँखामा त छैन यसो यस्तो गर्ने यस्तो गर्ने यहाँ हातमा यस्तो उकाल्ने अनि दुइटा हातमा राखेर दुइटा आँखामा यस्तो गर्ने छिटो छिटो यहाँ धेरै भइसक्यो पनिसमेन्ट हो अहिले फेरि ओके गर्नुपर्छ हातमा सोमा तेरो त्यो रुमालमा होइन हातमा उकालेर यस्तो गरेर दल्ने हो के छिटो म के तपाईँ छिटो यहाँ दुइटा हातमा त गरेर दल आँखामा यस्तो यस्तो गर के यस्तो यस्तो छिटो सफा गर्नुभन्दा पनि धेरै भयो छिटो भने कस्तो होइन ल छिटो भ्याइसक्थ्यो कि पिरो जति उडिसक्यो यार ल आँखामा सही दल आँखा चाहिँ म गरेर पनिस साथीहरू आजको पनिसमेन्ट है ल दल छिटो ओ दल दल छिटो ल पक्का ल दुइटा हाँसी गर छिटो न भ्याइसक्थ्यो अहिले त आएछ न अहिले त यसो द छुयै छैन पिठा खान्छ यस्तो गर के यस्तो म ट्राई गरिहाल्छ है पहिला त गर न छिटो न त जिस्काएर बस्या ल पक्का दल ओइ कोक्रोको नगर हात सबैको यस्तो गर न ए नाटक नगर यस्तो गर के यस्तो गर नत्र मै दलिदिन्छ फेरि सरी यस्तो यस्तो गर के छिटो भ्याइसक्नु यस्तो पिठा नै खान्छ पनिसमेन्ट हो पनिस साइज दल अब सुहाइ दल के छिटो 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 छु गर छिटो भएन के तर जिस्का मात्रै एकचोटि सैसे दल अनि ल जा धारामा जा पिरो भयो के हे ल सैसे दल
साँच्चै कसम एकछिन पिरो भइसक्यो भने अरूलाई रुवाएर यस्तो हुन्छ साथीहरू अरूलाई रुवाएर ओइ आँसु त हेर्नु पर्यो नि साथीहरूले है आँसु आयो होइन यता आइदियो एकछिन हेर्न एकचोटि त हेर्दै हेर्छ एकचोटि धेरै तान्ने हेर्नु त एकचोटि त हेर यहाँ पनिसमेन्ट कराएको त देखाउनु ल हेरेर जा ल ओके थ्याङ्क यू सो मच मैले आजको पनिसमेन्ट पाएँ भने पनिसमेन्ट पायो मैले हार्न सफल भयो हार्न नि सफल हुन्छ हेर त एकचोटि आँखा बाई बाई यो पिरे नपाएर ठुक्क मुगन आया आँसु ओइ आयो आँसु सुनिसकेर छ्या छ्या सिंगाले आयो त्यसको छ्या यसले गर्दा मुई पनि नमिठो भयो यार यो कहाँको रुमाल यसले यत्रो निकाल्यो टिसु अब तिरेलाई देखाउँछ है साथीहरू लाइज त फाइनल हुनुलाई सकिँदा हाम्रो भिडियो चाहिँ ताइज हेरौँ एकचोटि चुडेर नि भएर है यसलाई त पनिसमेन्ट त केही भएन चाहिँ क्या भएन पिरो भएको थियो भएको जति रस जति कसरी लाग्छ आउँछ त रस जति सबै निलिसिएको थियो जति चाहिँ गरे नि प्याजको ए पनिसमेन्ट दिनु भनेको त उसलाई प्याज दिएको त अनि उसलाई मन पर्ने रहेछ प्याज त फेरि गरम गरम चपाउँदै प्याज मनपर्छ म त रस नि नहुँदै तर लाग्छ पिरो भयो कति खानाको ढङ्ग है होइन क्या एकछिन क्या भ्लग बनाएको थियो क्या त्यही भएर हो क्या ल आइज यहाँ एकचोटि बाहिर जाऊ ओके भाइ भाइ बस्न म त हो ल्याप ल्याप ल्यापको फ्यान हो सेरेको ल साथीहरू आजको भिडियो चाहिँ हामीले गयो तिनकुने के हो यहाँ माथि हेरेर भन्ने कहाँ तलतिर आजको भिडियो चाहिँ साथीहरू यस्तै हो खाजाको सट्टामा के अरे खानाको सट्टामा खाजा भयो हाम्रो चाहिँ भयो मुखबानी भिडियो जस्तै च्यालेन्ज जस्तो पनि भयो अनि लास्टमा पनिसमेन्ट गर्ने भन्थ्यो अनि मैले जितेँ अनि यसले चाहिँ प्याज दल्यो त्यही हो सबैजनाले हेरिदिनु होला के भन्ने रे सुरुदेखि अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद अहिलेको लागि चाहिँ छुट्टिन्छौँ बाई बाई अब नेक्स्ट भिडियोमा ल बाई 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 मेरो चाहिँ हाँसु र सिगान आहा भन् आएन केही किन ल बाई बाई